विशेष अदालतमा पुगी पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको पक्षमा 100 भन्दा बढी वकिल वरिष्ठ अधिवक्ता सुनिल पन्तले अख्तियारको नेतृत्व गर्ने। बजेट ल्याउन चुकेपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले गरायो बालेन शाहको ध्यानाकर्षण। विशेष अदालतमा कसरी हुँदैछ पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बयान। आजकै समाचारमा हेर्नुहोस्। अदालतमा बयान सकेर बैठक बोलाउने माधव नेपालको मत। जनता समाजवादी पार्टी नेपालले समर्थन फिर्ता लिए राष्ट्रिय सभामा अल्पमतमा पर्छ सरकार। निजामती विधेयक अड्किएकोमा नेकपा एमालेकी सांसद असन्तुष्ट। माधव नेपालको निवेदन विशेष अदालतको इजलास 2 मा कुन छन् न्यायाधीश, यसबारेमा महत्त्वपूर्ण जानकारी। बजेट ल्याउन नसकेपछि काठमाडौँ महानगरमा थप किचलो। बालेन शाहलाई सहजीकरण गर्न दबाव। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बैठक नराखेपछि मध्यरातमा जुट्यो काठमाडौँको बजेट तर्जुमा समिति। सरकारी वकिलले प्रमाण पेश गर्न नसकेपछि आलमलाई सफाई। महत्त्वपूर्ण विधेयक टारिने उनकी भन्ने चिन्ताले सरकारसँग लचिलो भएको हुँ भन्दै माओवादीका अध्यक्ष प्रचण्डको दाबी। समितिबाट सर्वसम्मत पारित विधेयकमा चलखेल नगर्न माओवादीका अध्यक्ष प्रचण्डको चेतावनी। दरानका मेयर हर्क साम्पाङ र उपप्रमुख बेगाको झगडाले दरानमा पनि आएन बजेट। अप्पर कर्णालीको 500 मेगावाट बिजुली किन्ने योजना स्थगित गर्दै बंगलादेश। एनपीएलको खर्च विवरण बुझाउन 8 जना बोर्ड सदस्यको माग। पारसले एकलौटी निर्णय गरेको आरोप। गोकुल बास्कोटाको प्रश्न, हरेक साल जेठ असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन्? किन ल्याइयो, किन हटाइयो? टेक एन्ड पे, यसबारेमा महत्त्वपूर्ण जानकारी। विधेयक अगाडि बढाउन ढिलो गर्ने, छेडखानी गर्ने काम नगरियोस् भन्दै माओवादीका अध्यक्ष प्रचण्डको चेतावनी। ज्याप्प बिजुली जान्छ, प्राधिकरणले इन्भर्टर किनेर राख्नु भन्न खोजेको हो। आजकै समाचारमा हेर्नुहोस्। सीएनएनको दाबी, अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन। अमेरिकाकै गुप्तचर निकायले भन्यो इरानका परमाणु भट्टीहरूमा थोरै मात्रै क्षति। झोलुङ्गे पुलबाट त्रिशुली नदीमा आम्फालेकी महिला बेपत्ता। 2 दिनमा प्रति तोला 3200 रुपियाँले घट्यो सुनको भाउ। आज कतिमा हुँदैछ किनबेच, यसबारेमा महत्त्वपूर्ण जानकारी। आज विभिन्न स्थानमा हुनेछ भारीदेखि धेरै भारी वर्षा। मौसम सम्बन्धी महत्त्वपूर्ण जानकारी। कोशी टप्पु आरक्षीका विस्थापित परिवार बालटारमा प्रधानमन्त्रीलाई सम्झाए जग्गा सट्टा गर्ने भद्र सहमति। 39 स्थानीय तहले 10 असारमा ल्याउन सकेनन् बजेट। संघीय प्रहरी विधेयकमाथि गहिरो छलफल गरौँ भन्दै माओवादीका अध्यक्ष प्रचण्डको जिकिर। बागमती नदीमा भेटियो एक पुरुषको शव। यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा 6 जना पक्राउ। मनोहरा खोलामा आम्फालेका युवकको सकुशल उद्धार। मन्त्रालयमा प्रविष्ट छैन 492 पालिकाको बजेट। सरकारकै कारण प्रहरी विधेयक अगाडि बढेन भन्दै हितराज पाण्डेको भनाई। दर्शक महानुभावहरु नमस्कार। स्मार्ट खबरको न्यूज बुलेटिनमा यहाँहरुलाई हार्दिक स्वागत छ। म आर्यन न्युपानी। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौं आजका मुख्य समाचार, ब्रेकिङ न्यूज अपडेट लगायत तपाईलाई काम लाग्ने हेर्नै पर्ने महत्त्वपूर्ण समाचारहरु लिएर। हामीलाई अन्तिमसम्म हेर्नुहोला अनि हाम्रो मेहनतका लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। दर्शक महानुभावहरु पल-पलको न्यूज अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी नजिकै आउने बेल आइकनलाई क्लिक गर्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ अनि के कस्तो लाग्दैछ आफ्ना कुराहरु तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आउनुहोस् दर्शक महानुभावहरु आजका मुख्य समाचार सुरु गरौं। विशेष अदालतमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बयान भएको प्रसंगबाट। विशेष अदालतमा उपस्थित भएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बयान जारी छ। बयान सकिन साथ सरकारी वकिल र माधव नेपालका कानून व्यवसायीहरूको बहस हुनेछ। मुद्दा अभियोजन गरेको अख्तियारको तर्फबाट विशेष सरकारी वकिलको कार्यालयका प्रमुख मोहन सागर बस्याल सहित सरकारी वकिलको टोलीले बहस गर्नेछ। बहसकै लागि अख्तियारले पनि सहन्याधिवक्ताको नेतृत्वमा केही सरकारी वकिलहरू पठाउने तयारी गरेको छ। अख्तियार भित्रै केही सरकारी वकिलहरूको दरबन्दी हुन्छ। सरकारी वकिल बाहेक वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि अख्तियारको तर्फबाट वकालत गर्नेछन्। अख्तियारले विरलै रूपमा भ्रष्टाचार मुद्दामा बहस पैरवीका लागि स्वतन्त्र कानून व्यवसायीहरूलाई हायर गर्छ। हिमाल मिडियाका अध्यक्ष कनकमणि दीक्षित पक्राउ परेपछि अख्तियारले पूर्व न्यायाधिवक्ता डाक्टर युवराज संग्रौला लगायतलाई यसैगरी हायर गरेको थियो। त्यसअघि सूर्यनाथ उपाध्यक्ष नेतृत्वको अख्तियार र महाधिवक्ता बद्री बहादुर कार्कीबीच नीतिगत विषयमा विवाद हुँदा पनि अख्तियारले कानून व्यवसायीहरूलाई वकालतनामा गराएको थियो। पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको तर्फबाट बहस गर्ने भनी करिब 100 कानून व्यवसायीहरूले वकालतनामा भरेका छन्। बहस गर्ने कानून व्यवसायीका लागि वकालतनामाको फारममा पूर्व प्रधानमन्त्री नेपालले हस्ताक्षर गरेर राखिदिएका थिए। वकालतनामाको सूची बनाई समन्वय गरिरहेका अधिवक्ता परिवर्तन राईका अनुसार अहिले पनि वकालतनामा भर्न कानून व्यवसायीहरू आइरहेका छन्। यद्यपि पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विशेष अदालतमा उपस्थित भइसकेका छन्। पतञ्जलि जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा उनी विशेष अदालत पुगेका हुन्। नेपालले यसअघि अदालतमा उपस्थित हुन पाऊँ भन्दै अदालतमा निवेदन दर्ता पनि गराएका थिए। लागेको आरोप के हो त? पतञ्जलि
पतञ्जलि पीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्री परिषदकै निर्णयबाट बिक्री गरेको भेटेपछि अख्तियारले छानबिन थालेको थियो। भूमि सम्बन्धी ऐन 2021 मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ। तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइँदैन। हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमति दिएपछि प्रश्न उठेको थियो। भारतको पतञ्जलि पीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न 2064 सालमा कम्पनी दर्ता गरेको थियो। हदबन्दी भित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो। 18 माघ 2066 मा माधव कुमार नेपाल नेतृत्वको मन्त्री परिषदले पतञ्जलिलाई काभ्रेमा 815 रोपनी जग्गा किन्न छुट दिएको थियो। त्यतिबेला पतञ्जलिले करिब 600 रोपनी जग्गा किनेको थियो। कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो। जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गर्यो। कानुनत हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन। कम्पनी विघटन हुँदा सहुलियतको जग्गा सतह सरकारीकरण हुने कानुनी व्यवस्था छ। तर 2066 सालमै तत्कालीन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो। 6 मध्ये 5 महानगरपालिकाले आर्थिक वर्ष 2082-2083 का लागि निर्धारित समय असार 10 मै बजेट ल्याए पनि काठमाडौँ महानगरपालिका भने निर्धारित मितिमा बजेट ल्याउन चुकेको छ। यससँगै बजेट तर्जुमा तथा कार्यक्रम समितिले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको ध्यानाकर्षण गराएको छ। मंगलबार राति अनौपचारिक बसेको बजेट तर्जुमा समितिले मेयर शाहलाई अझै पनि बजेट ल्याउने विषयमा व्यवस्था नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो। साथै आज औपचारिक रूपमा शाहलाई ध्यानाकर्षण गराएको समितिले जनाएको छ। मेयरले आफ्नो नेतृत्वको स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्न समेत पहल नगरेपछि काठमाडौँ महानगर समयमा बजेट ल्याउनबाट चुकेको आरोप बजेट तर्जुमा समितिले गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले काठमाडौँ टावरको तला थप्न स्वीकृति दिएको आरोप लगाएर शाहले कार्यालय प्रवेशमै रोक लगाएका थिए। त्यसपछि विवाद चुलिएको हो। संघीय सरकारले प्रमुख शासकीय अधिकृतलाई अन्यत्रै सरुवा नगरी काठमाडौँमै राखेसँगै बालेन्द्र संघीय सरकारबीच यति बेलामा इगोको लडाईँ चलिरहेको छ। आर्थिक वर्ष 2082-83 को बजेट सीमा निर्धारण नहुँदा महानगरपालिकाद्वारा सञ्चालित विकास निर्माण कर्मचारीको पारिश्रमिक, ज्येष्ठ नागरिकले प्राप्त गर्ने भत्ता तथा काठमाडौँ महानगरपालिकाको फोहोर मैला संकलन तथा विसर्जनमा समेत साउन 1 गतेबाट बजेट अभावले प्रत्यक्ष असर पर्नेछ। अनौपचारिक बैठकमा स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 71 ले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार 10 गते भित्र नगरसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था गरेकोमा ऐनले तोकेको उक्त समयसीमाको पालना नगरेको सम्बन्धमा पनि गम्भीर समीक्षा गरिएको छ। बजेट तर्जुमा समितिको संयोजक उपप्रमुख सुनिता डंगोल छिन्। सदस्यहरूमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, सूचना प्रविधि समितिका संयोजक नवीन मानन्दर, राजस्व समितिका संयोजक नवराज पराजुली, वित्त समितिका संयोजक ईश्वरमान डंगोल, सुशासन समितिका संयोजक ख्याम तिवारी रहेका छन्। यसैगरी सामाजिक समितिका संयोजक रामकुमारी केसी, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सम्पदा तथा पर्यटन समितिका संयोजक आशा मान संगत, भवन व्यवस्थापन समितिका संयोजक हिरालाल तण्डुकार, शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनिकाजी महर्जन, विद्यायन समितिका संयोजक मच्चा राजा महर्जन, कृषि तथा पशुपन्छी तथा सहकारी व्यवस्थापन समितिका संयोजक रामजी भण्डारी, विपद समितिका संयोजक प्रेम थापा र सुमित्रा लामिछाने सदस्य सचिव छन्। विशेष अदालतमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बयान कसरी भइरहेको छ त? विशेष अदालतमा उपस्थित भएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बयान चलिरहेको छ। विशेष अदालतका सदस्यहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान भइरहेको हो। आज बिहान पूर्व प्रधानमन्त्री नेपालले दिएको निवेदनका आधारमा उनको मुद्दाको इजलास नम्बर 2 मा तोकिएको थियो। इजलास बस्नासाथ 3 न्यायाधीशहरूको रोहबरमा अदालतका कर्मचारीहरूले नेपालको बयान लिइरहेका छन्। अदालतका कर्मचारीहरूले नेपाललाई सोध्नका लागि बिहानै प्रश्नावलीको तयारी पनि गरेका थिए। कर्मचारीको प्रश्न सोध्ने, त्यसमा आरोपितले जवाब दिने अनि जवाब सुनेर अदालतकै कर्मचारीले कम्प्युटरमा बयान टाइप गर्छन्। टाइप गरेको जवाफलाई त्यसलाई प्रिन्ट गरेर आरोपितलाई रुजु गराइन्छ र इजलासमा पेश हुन्छ। आरोपितहरूलाई आफै जवाफ लेख्ने सुविधा पनि हुन्छ, तर पूर्व प्रधानमन्त्री नेपालले त्यो सुविधा नलिएको विशेष अदालत स्रोतले बताएको छ। विशेष अदालतका कर्मचारीहरूले मुद्दामा लगाइएको आरोपका विषयमा केन्द्रित भएर बयान लिन्छन्। त्यसक्रममा आरोप लागेका व्यक्तिहरूले आफ्नो प्रतिरक्षा गर्न त पाउँछन् नै, आफ्नो धारणा बनाउने अवसर पनि हुन्छ। मुद्दाका आरोपितहरूले अदालतमा दिएको बयानलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ। पूर्व प्रधानमन्त्री नेपाल पक्षधर कानुन व्यवसायका अनुसार खाजा समयभन्दा अघि बयान सकिने अनुमान छ। त्यसो भयो भने खाजा समयपछि थुन्चेक बहस सुरु हुन सक्ने बताइएको छ। त्यसैगरी यतार्को तर्फ अदालतमा बयान सकेर माधव नेपालले बैठक बोलाउने बताएका छन्। उक्त बैठकमा उनले के विषयमा जानकारी गराउनेछन् यसबारेमा भने माधव नेपालले अहिले केही पनि जानकारी दिएका छैनन्। यसबारेमा थप अपडेट आएमा तपाईहरुमा पक्कै पनि लिएर आउने नै छौं।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा छलफलमा छ। जसपा नेपालका सांसद प्रकाश अधिकारीले पार्टीको कार्यकारिणी समितिले सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न संसदीय दललाई निर्देशन दिएको बताए। तर संसदीय दलको बैठक कहिले बस्ने भन्ने टुङ्गो लागेको छैन। अधिकारीले हामीसँग भने कार्यकारिणी समितिले आफ्नो निर्णय दिएको छ, त्यसो पर छलफल गर्न संसदीय दलका नेता उपेन्द्र यादवले उपयुक्त समयमा संसदीय दलको बैठक बोलाउनुहुनेछ। यदि जसपा नेपालको संसदीय दलले समर्थन फिर्ता लिए सरकारले राष्ट्रिय सभामा बहुमत गुमाउन सक्छ। 59 सदस्यीय राष्ट्रिय सभामा 17 सांसद सहित माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ। नेपाली कंग्रेसका 16, नेकपा एमालेका 10, एकीकृत समाजवादीका 8, जनता समाजवादी पार्टी नेपालका 3, लोकतान्त्रिक समाजवादीका 1, राष्ट्रिय जनमोर्चाका 1 र 3 जना मनोनित सांसदहरू रहेका छन्। यी मध्ये सरकारमा रहेका दल कंग्रेसका 16, एमालेका 10, जनता समाजवादी पार्टी नेपालका 3 र लोकतान्त्रिक समाजवादीको 1 जोड्दा 30 पुग्छ। राष्ट्रपतिबाट मनोनित सांसद अन्जान साक्य एमाले नजिक भएकाले राष्ट्रिय सभामा सत्ता पक्षको 31 मत रहेको छ। प्रतिपक्षमा रहेका दलहरू माओवादीको 17, एकीकृत समाजवादीका 8, राष्ट्रिय जनमोर्चाका 1 जोड्दा 26 हुन्छ। मनोनित सांसद नारायण दाहाल माओवादी पृष्ठभूमि भएकाले सत्ता पक्षको संख्या भने 27 पुग्छ। तर दाहाल राष्ट्रिय सभाको अध्यक्ष भएकाले मत बराबर भएको अवस्थामा मात्रै उनले मताधिकार प्रयोग गर्न पाउँछन्। यस्तोमा कुनै बिजनेसमा मत प्रकट हुँदा प्रतिपक्षको 26 मात्रै देखिन्छ। यद्यपि जसपा नेपालले समर्थन फिर्ता लिए राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्नेछ। प्रतिनिधि सभामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अड्किएको छ। यसप्रति सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद नै असन्तुष्ट भएका छन्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफलमा एमालेका सांसद वासुदेव घिमिरेले निजामती विधेयकको विषय उठाएका हुन्। यहाँबाट पास भएर जाने र माथि प्रतिनिधि सभामा गएर किन अड्किरहेको हो भनेर प्रश्न आइरहेको छ। सांसद घिमिरेले समिति सभापति रामरी खतिवडाको ध्यानाकर्षण गरे। राज्य व्यवस्था समितिबाट पास भएर गएको विधेयकमा रहेका केही महत्त्वपूर्ण विषय चलाउन खोजेको भनेर कतिपयले आशंका गरेको भन्दै ख्याल गर्न पनि सभापति खतिवडालाई आग्रह गरे। निजामती विधेयकमा राज्य व्यवस्था समितिले राखेका केही मूलभूत विषय नै चलाउन लागेको भन्ने सुनिएको भनेर उनले सभापति खतिवडाको ध्यानाकर्षण गरेका हुन्। यो विधेयक 21 फागुन 2080 मा आएको थियो। सभामा आएर दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको थियो। 21 फागुन 2080 मा संसदमा आएको उक्त विधेयक राज्य व्यवस्था समितिले 2 जेठ 2082 मा पास भएर अगाडि बढेको हो। यो विधेयक 1 असार 2082 मा पेश भएको थियो। संघीयता कार्यान्वयनसँगै जोडिएको यो विधेयक ऐनमा रूपान्तरित भएपछि प्रदेश निजामती सेवा कार्यान्वयनमा आउनेछ। प्रदेश प्रमुख सचिव संघीय सेवाको हुने गरी विधेयक अगाडि बढेको छ र निजामती विधेयक अड्किएकोमा एमालेकै सांसदहरूले असन्तुष्टि जनाएका छन्। सरकारी वकिलले प्रमाण पेश गर्न नसकेपछि आलमलाई सफाई दिएको बताइएको छ। उच्च अदालत वीरगञ्जले सफाई दिएसँगै नेपाली कंग्रेसका नेता मोहम्मद अफ्ताब आलम रिहा भइसकेका छन्। गत जेठ 14 गते न्यायाधीश खुशी प्रसाद थारू र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाई दिएको थियो। उनीमाथि इट्टाभट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो। यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो। आलमलाई सफाई दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको पूर्णपाठ अहिले सार्वजनिक भएको छ। सार्वजनिक पूर्णपाठमा बम विस्फोट भएको प्रमाणको अभावमा घटना भएको पुष्टि नभएको, शव जलाएको पुष्टि नभएको, साक्षीले फेरेको बयान आदिलाई आधार मानिएको छ। मारिएका व्यक्तिको वारदात इट्टाभट्टामा मृत्यु भएको पुष्टि हुन नसकेकाले प्रतिवादीले सफाई पाउने फैसलाको पूर्णपाठ उल्लेख छ। विस्फोटको घाइते भनिएका पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र ओसी अख्तरलाई ट्र्याक्टरमा हाली राजा इट्टाभट्टामा लगी पोलेको भन्ने ठोस सबुत प्रमाण वादी सरकारी वकिल पेश गर्न नसकेको र विधि विज्ञान परीक्षण प्रतिवेदनबाट समेत नदेखिएकाले मृतकलाई इट्टाभट्टामा पोलिएको अभियोग दाबी पुष्टि हुन नसकेको पूर्णपाठमा भनिएको छ। फैसलामा भनिएको छ, माथि विवेचित आधार र कारणबाट प्रस्तुत मुद्दामा मिति 2064-12-27 मा बम विस्फोटको वारदात भएको भनिएको सो वारदात अनुसन्धानबाट पुष्टि हुन नसकेको, सो विषयमा जाहेरी परि अनुसन्धान भई मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने यकिन साथ पुष्टि हुन नसकेको भनी महाधिवक्ता कार्यालयबाट मिति 2065-03-30 मा कसै उपर मुद्दा नचलाउने गरी निर्णय गरेको देखियो। दर्शक महानुभावहरू, सरकारी वकिलले प्रमाण पेश गर्न नसकेपछि आलमलाई सफाई दिएको पाइएको छ। यद्यपि यस बारेमा तपाईहरूको धारणा के छ, हामीलाई यो भिडियोको कमेन्ट बक्स मार्फत बताउन भने नबिर्सनुहोला।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्त्वपूर्ण विधेयक सदनबाट पारित हुन् भनेर आफू सरकारसँग केही लचिलो भएको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारसँग 2 विधि सहमति गरेपछि प्रचण्डको आलोचना भएको थियो। सरकारसँग केही लचिलो भएर महत्त्वपूर्ण समझदारी कायम गरौँ भन्नुको पछाडि महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सोच पनि हो। बैठकमा उनले भने संसदीय समितिमा लामो छलफल भएको हुन्छ, उपसमिति बनेको हुन्छ, त्यसले काम गरेर समितिले पारित गरेर विधेयकहरू फुल हाउसमा पुर्याउँछ, तर त्यहाँ कार्यसूचीमा चढेर पनि फर्किने र लामो समयसम्म रोकिने गरेका छन्। संघीय निजामती, विद्यालय शिक्षा, नागरिकता संशोधन, संघीय प्रहरी जस्ता ऐन अत्यावश्यक भइसकेकाले त्यतिकै टारिने त होइन भन्ने लागेर पनि सरकारसँग लचिलो भएको स्पष्टीकरण छ। त्यतिकै टारिने त होइन भन्ने लाग्ने गरेको छ, त्यसैले पनि लचिलो हुनु परेको छ। केही दिनअघि संसदको कार्यसूचीमा चढेर फर्किएको संघीय निजामती विधेयकतर्फ संकेत गर्दै प्रचण्डले बताएका छन्। त्यसैगरी संसदीय समितिबाट पारित भएका विधेयक सदनमा पुगुन्जेलसम्म धेरै चलखेल हुने गरेको भन्दै त्यसतर्फ समेत उनले ध्यानाकर्षण गराएका छन्। समितिका सदस्य समेत रहेका प्रचण्डले प्रतिनिधि सभाको कार्यसूचीमा चढेर पनि कार्यसूचीबाट हटाइएको संघीय निजामती सेवा विधेयकतर्फ इङ्गित गर्दै यस्तो बताएका हुन्। प्रमुख र उपप्रमुख बीचको झगडाका कारण सुनसरीको धरान उपमहानगरपालिकाले बजेट ल्याउन सकेन। संविधानत स्थानीय तहहरूले बजेट ल्याउने हिजो अन्तिम दिन हो, तर आन्तरिक झगडाका कारण धरानले बजेट ल्याउन नसकेको हो। उपप्रमुख आइन्दा विक्रम बेघाले उपमहानगरको बजेट अनिश्चित रहेको बताए। प्रमुख हर्क साम्पाङ नेतृत्वको बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसकेका कारण बजेटको काम अघि नबढेको उनले बताए। बजेट आज आउनु पर्थ्यो तर आएन। उनले भने नगर प्रमुखले प्रक्रिया अघि नबढाएका कारण नगरसभा भएन। उनका अनुसार बजेटका लागि राजस्व परामर्श समितिले 1 अर्ब 60 करोडको सीमा दिएको थियो। अब सीमा निर्धारण समितिको बैठकले सीमा तोकेपछि बजेट तर्जुमा समितिले बजेट निर्माणको प्रक्रिया अघि बढाउँछ। तर प्रमुखको नेतृत्वमा रहेको सीमा निर्धारण समितिको बैठक बसेको छैन। सीमा निर्धारण समितिको बैठक राखेर वडाको सिलिङ र विषयगत सिलिङ तोकिएको छैन। उनले भने सीमा निर्धारण समितिको बैठक नबसेपछि कार्यपालिका बैठक बस्ने कुरा भएन। कार्यपालिकाले पास गरेपछि मात्रै नगरसभामा बजेट जान्छ। उनका अनुसार बजेट नै अन्यल अवस्थामा छ। श्रमदान विवादमा 1 सप्ताह अघि मेयर र उपमेयर बीच विवाद भएको थियो। विवादका कारण बजेट सीमा निर्धारण समिति बैठक बस्न सकेको छैन। बंगलादेशले नेपालको अप्पर माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट 500 मेगावाट बिजुली लैजाने योजना अन्यलमा परेको छ। बंगलादेश सरकारले स्पेशल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौता स्थगित गर्ने निर्णय गरेसँगै जीएमआर कम्पनीको सम्झौता रद्द गर्ने तयारी भइरहेको बंगलादेशी सञ्चार माध्यमहरूले जनाएका छन्। बंगलादेशी अधिकारीहरूलाई उद्धृत गर्दै नेपालबाट 500 मेगावाट बिजुली लैजाने योजना अनिश्चित भएको उल्लेख गरेका छन्। नेपालको 900 मेगावाट क्षमताको जीएमआर अप्पर कर्णाली जलविद्युत आयोजनाबाट बिजुली लैजाने 3 देशीय मोडलमा कार्यान्वयन गरिने उल्लेख गरिएको छ। तर बंगलादेशले हालै निर्णय गर्दै यसलाई अघि नबढाउने संकेत दिएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड ऊर्जा विकास बोर्डका अध्यक्ष इन्जिनियर रेजाउल करिमले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले स्पेशल पावर एक्ट अन्तर्गत भएका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेको बताएका छन्। यो निर्णय भइसकेकाले जीएमआरसँगको प्रस्तावित सम्झौता पनि स्वतः रद्द हुने भएको मान्न सकिने उल्लेख गरेका छन्। बंगलादेशले भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट बिजुली लैजाने योजना थियो। अहिले पनि नेपालबाट 40 मेगावाट बिजुली निर्यात भइरहेको छ। बंगलादेशले यो प्रसारण लाइन मार्गप्रति भूराजनीतिक र रणनीतिक चासो देखाउँदै प्रश्न समेत उठाएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। बंगलादेशी अधिकारीहरूको भनाइमा अहिलेको अन्तरिम सरकार यो आयोजना अघि बढाउने विषयमा खासै इच्छुक देखिएको छैन। 2024 मा बंगलादेशले भारतको जीएमआर इनर्जीसँग एमओयू गरेर नेपालबाट 500 मेगावाट बिजुली लैजाने योजना अगाडि सारेको थियो। विशेष गरी अप्पर कर्णालीको 500 मेगावाट बिजुली किन्ने योजना स्थगित बंगलादेशले गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका 8 जना बोर्ड सदस्यले नेपाल प्रिमियर लिग एनपीएल को खर्च विवरण सार्वजनिकको माग गर्दै अध्यक्ष चतुर बहादुर चन्दलाई ज्ञापन पत्र बुझाएका छन्। प्रतियोगिता सकिएको 6 महिना पुग्दा पनि क्यानले खर्च विवरण सार्वजनिक नगर्नुमा सचिव पारस खड्कालाई जिम्मेवार देखाउँदै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन्। उनीहरूले यस विषयमा खड्काले एकलौटी गर्दै आएको आरोप समेत लगाएका छन्। जेठ 31 गते ज्ञापन पत्र बुझाए पनि ढिला गरी हामीले प्राप्त गरेको पत्रमा क्यान कुनै 1 वा 2 जनाको व्यक्तिगत संस्था नभएको भन्दै नेपाल क्रिकेट संघको विधि विधान र
नियमावली अनुसार सञ्चालन हुनुपर्नेमा जोड दिएको छ। यहाँ हुने हरेक निर्णय स्पष्ट, खुला र संस्थाको विधि विधान अनुरूप हुनु आवश्यक छ। तर संस्थामा अहिले देखिएको एकल निर्णय प्रवृत्ति, वान विन्डो सिस्टम र केही व्यक्तिहरूको केन्द्रीकृत हस्तक्षेपले संस्थाको विधि र विधानसँग मेल खाँदैन। ज्ञापन पत्रमा भनिएको छ, संस्थाको नीति नियम र प्रक्रियामा रहेर गरिने निर्णयहरूमा बोर्डका सबै सदस्यहरूसँग छलफलपछि मात्र कार्यान्वयन गरिनुपर्ने सामान्य प्रक्रियालाई समेत व्यवस्था गरिएको स्पष्ट देखिन्छ, जसले संस्थालाई मजबुत र पारदर्शी बनाउनु भन्दा कमजोर र अपारदर्शी बनाउनतर्फ उन्मुख गरिएको देखिन्छ। ज्ञापन पत्रमा आफूहरूले कुनै पनि व्यक्ति विशेषताको आलोचना गर्न नचाहने तर नेपाल क्रिकेट संघको विधानले दिएको अधिकार हनन गर्ने अधिकार भने कसैलाई नभएको उल्लेख गरिएको छ। ज्ञापन पत्र बुझाउनेहरूमा ज्ञानका बोर्ड सदस्य रोशन सिंह, दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगाइन र जयन्ती भट्ट रहेका छन्। विशेष गरी एनपीएलको खर्च विवरण बुझाउन 8 जना बोर्ड सदस्यले माग गरेका छन् र पारसले एकलौटी निर्णय गरेको आरोप पनि लगाइएको छ। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले खेतीको समयमा किसानले मर्न नपाएको भन्दै कृषि मन्त्रीसँग असन्तुष्टि पोखेका छन्। सत्ता साँचो कता छ भनेर सहजै थाहा पाउन सके पनि हरेक साल जेठ असारमा मल र कृषि मन्त्री एकसाथ बेपत्ता हुने गरेको भन्दै उनले टिप्पणी गरे। बरु नेपालमा सत्ता तालमेलको साँचो कता छ भनेर साधारण जनताले सजिलै थाहा पाउँछन्। उनले भनेका छन्, तर हरेक साल जेठ असारमा मल र कृषि मन्त्री किन एकसाथ बेपत्ता हुन्छन् कसैले थाहा नपाउने भो। राजनीतिक घेराबन्दी तोड्ने कुरा सुनेको भए पनि मलको घेराबन्दी तोड्ने कुनै पनि बहादुर नेता ननिस्किएको उनको भनाइ रहेको छ। आगामी आर्थिक वर्ष 2082-83 का लागि सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौता पीपीए गर्ने टेक एन्ड पे व्यवस्थाबाट पछाडि हटेको छ। बजेटले व्यवस्था गरेको विद्युत खरिद सम्झौता टेक एन्ड पे संशोधन नगरेसम्म बजेट पास नहुने अवस्था भएपछि बाध्य भएर उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संशोधन गर्ने प्रस्ताव राखेका छन्। अर्थमन्त्री पौडेलले प्रतिनिधि सभामा बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै बजेटको विधा नम्बर 227 मा व्यवस्था गरिएको टेक एन्ड पे को संशोधन गर्न सदनलाई जानकारी दिए। अर्थमन्त्री पौडेलले संसदमा जानकारी दिँदै बजेट मार्फत विद्युत खरिद सम्झौतामा ल्याएको टेक एन्ड पे का विषयमा प्रष्टीकरण दिए। सांसदहरूले बजेटको बुदा नम्बर 227 को सन्दर्भमा व्यक्त गरेको चासोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए। अर्थमन्त्री पौडेलले उक्त बुदाको आशय उत्पादित विद्युत खेर जान नपाओस्, खेर जान नदिने, ऊर्जा खपतको सुनिश्चितता भएका प्रतिफलयुक्त आयोजनाहरूमा निजी लगानी आकर्षित गर्ने, निजी र बैंकिङ क्षेत्रको लगानीको जोखिम न्यूनीकरण गर्ने रहेको बताए। नेपालमा मनसुन सुरु भएर खोला नदीमा पानीको बहाव बढेसँगै विद्युत उत्पादन पनि वृद्धि हुन थालेको छ। उत्पादन वृद्धि हुन थालेसँगै नेपाल विद्युत प्राधिकरणले भारत र बंगलादेशमा विद्युत निर्यात थालनी समेत गरेको छ। प्राधिकरणले भारत र बंगलादेश विद्युत निर्यात थालनी गरेको भने पनि काठमाडौँ उपत्यका लगायत देशैभरि बिजुली घरिघरि गइरहने समस्या देखिएको छ। सामाजिक सञ्जालमा पछिल्लो 7 दिनदेखि अघोषित लोडसेडिङ गरेको भन्दै प्राधिकरणको चर्को आलोचना भइरहेको छ। दैनिक 3 देखि 4 घण्टासम्म विद्युत गइरहेको ग्राहकहरूले बताउँदै आएका छन्। मनसुन सुरु भएर नेपालको मागभन्दा विद्युत उत्पादन हुँदा पनि घण्टौंसम्म बत्ती जानु भनेको सरकारले अघोषित लोडसेडिङ गरेको सर्वसाधारणहरूको गुनासो छ। साँझ र दिउँसोको समयमा घरिघरि बत्ती गइरहेको छ। दैनिक छिनछिनमा बत्ती जानु भनेको प्राधिकरणले इन्भर्टर किनेर राख्नु भन्न खोजेको जस्तो देखियो। सर्वसाधारणहरूले सामाजिक सञ्जाल मार्फत गुनासो गरिरहेका छन्। यता नेपाल विद्युत प्राधिकरण दैनिक न्यूनतम 10.5 करोड रुपियाँसम्मको विद्युत भारत र बंगलादेश निर्यात भएको बताएको छ। मनसुन सक्रिय भएर निरन्तर वर्षाका कारण जलविद्युत आयोजनामा जल प्रवाह बढीसँगै विद्युत निर्यातको ग्राफ उकालो लागेको विद्युत प्राधिकरणले जनाएको छ। तर स्वदेशका ग्राहकलाई लोडसेडिङको झल्को दिने गरी घरिघरि ट्रिपिङ गरिरहेको छ। अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको समाचार सार्वजनिक भएको छ। अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्ण रूपमा नष्ट नभएको उल्लेख रहेको सीएनएनले जनाएको छ। इजरायल र इरानबीच युद्ध जारी रहेका बेलामा अमेरिकाले गत शनिबार इरानका फोर्दो, नतान्ज र इस्फहान परमाणु केन्द्रमा बङ्कर बस्टर बम प्रहार गरेको थियो। भूमिगत संरचना नष्ट गर्न प्रभावकारी मानिने JBU-57 नामक बस्टर बमले 61 मिटर तलसम्म घुसेर विस्फोट हुने गर्दछ। अमेरिकाले आक्रमणपछि सार्वजनिक गरेको स्याटेलाइट तस्बिरहरूमा फोर्दो साइटमा 2 स्थान नजिक 6वटा गहिरा खाडलहरू देखिन्छन्, तर भित्री भागमा कति नष्ट भयो भन्ने खुलस्त छैन। यद्यपि अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल ड्यान केनले आक्रमणबाट इरानका 3वटै परमाणु केन्द्रमा गम्भीर क्षति पुगेको बताएका थिए। तर सीएनएनलाई पेन्टागनको रक्षा गुप्तचर एजेन्सी DIA स्रोतले बताएअनुसार शनिबार भएका बम आक्रमणले इरानको युरेनियम भण्डार ध्वस्त पार्न सकेको छैन। व्हाइट हाउसले भने यसको खण्डन गर्दै राष्ट्रपति ट्रम्पलाई होच्याउने प्रयासको संज्ञा दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त फेक न्यूज भनेका छन्। अमेरिकाले गरेको हमलाबाट इरानका परमाणु भट्टीहरू पूर्ण रूपमा ध्वस्त नभएको खुलेको हो।
धादिङमा त्रिशुली नदीमा अम्फालेर एक महिला बेपत्ता भएकी छन्। आज बिहान 8:45 बजे धादिङको गल्छी गाउँपालिका 1 छाङ्गेश्वर मन्दिर स्थित त्रिशुली नदीमा अम्फालेर एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी सुभाष हमालले जानकारी दिए। बेपत्ता हुनेमा सोही ठाउँमा बस्ने अन्दाजी 56 वर्षीय साइली गिरी छन्। गल्छी 1 र 8 नम्बर ओडा जोड्ने झोलुङ्गे पुलबाट उनी अम्फालेकी थिइन्। उनको खोजीका लागि नेपाल प्रहरीका 7 र सशस्त्र प्रहरीको 9 जनाको टोली खटिएको डीएसपी हमालले जानकारी दिए। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रति तला 1700 रुपियाँले घटेको सुनको भाउ आज भने प्रति तला 1500 रुपियाँले घटेको छ। यो 2 दिनमा सुनको मूल्य प्रति तला 3200 रुपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुन प्रति तला 1,92,300 रुपियाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रति तला 1,93,005 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन चाँदी प्रति तला 2160 रुपियाँमा कारोबार भएको चाँदी आज प्रति तला 2140 मा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रति तला 20 रुपियाँले घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति औंस 3329 अमेरिकी डलरमा कारोबार भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भागमा केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ। साथै कोशी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। महाशाखाका अनुसार आज राति कोशी कर्णाली सुदूरपश्चिम प्रदेश लगायतका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडका केही स्थानमा र बाँकी भएका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा राति पनि भारी वर्षा हुने पूर्वानुमान छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष कोशी टप्पु वन्यजन्तु आरक्ष विस्तार हुँदा विस्थापित परिवारका प्रतिनिधिले जग्गा सट्टापट्टाका लागि ज्ञापन पत्र दिएका छन्। प्रधानमन्त्री निवास बालुटारमा आज विस्थापित परिवारका तर्फबाट सट्टापट्टा पाउन बाँकी मध्येका 95 वर्षीय कमल कुमारी पोखरेल सहित प्रतिनिधिले 48 वर्षकी आरक्ष विस्तार हुँदा आफूहरूको घर बसोबास अधिग्रहण भएकामा जग्गाको सट्टापट्टा दिने राज्यसँग भद्र सहमति भएको स्मरण गराएका हुन्। सो समस्या सम्बन्धमा नेपाल सरकारबाट 2080 फागुन 6 गते रकम चेम्जोङ नेतृत्वको कोशी टप्पु वन्यजन्तु आरक्षका विस्थापितहरूको समस्या समाधान गर्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोगले सट्टापट्टा पाउन छुट भएका 75 परिवारलाई मोरङको लेटाङ नगरपालिकामा जग्गा सट्टापट्टा दिन सुझाव दिएको थियो। सो प्रतिवेदन कार्यान्वयन हुनुपर्ने मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने प्रतिनिधि मण्डलमा सहभागी उच्चस्तरीय आयोगका तत्कालीन सदस्य मनोहर नारायण श्रेष्ठले बताए। सो समस्याका विषयमा सर्वोच्च अदालतको 2076 वैशाख 5 गतेको फैसलामा पनि सट्टा जग्गा दिनु भन्ने आदेश भएको प्रधानमन्त्री ओलीलाई अवगत गराइएको छ। 10 असारभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान उल्लङ्घन गर्ने स्थानीय तहको संख्या 39 रहेको छ, जसमा 15 गाउँपालिका र 24 नगरपालिका रहेका छन्। यो सूचीमा काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिका समेत रहेको छ। नेपाल नगरपालिका संघका अनुसार देशभर रहेका 253 नगरपालिका मध्ये 269 नगरपालिकामा 10 असारभित्रै बजेट सार्वजनिक गरिएको छ भने जुन 52% उनाउँछ। 24 नगरपालिका यसमा असफल देखिए। यसरी बजेट ल्याउन नसकेका नगरपालिका मध्ये कोशीमा धरान उपमहानगर पालिका एक मात्रै हो। अन्य सबै नगरपालिकाको बजेट आएको छ। सबैभन्दा धेरै मध्य प्रदेशका स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेनन्। यसरी बजेट ल्याउन नसकेका मधेसका 16 नगरपालिका रहेका छन्। बागमती नदी किनारामा एक पुरुषको शव भेटिएको छ। दक्षिणकाली नगरपालिका 1 भैँसी बजार स्थित बागमती नदी किनारामा पुरुषको शव भेटिएको हो। मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका 14 थसीखेल बस्ने 34 वर्षीय निरोज ढुङ्गाना रहेको केन्द्रीय समाचार कक्षले जनाएको छ। घटनाबारेमा प्रहरीले अनुसन्धान पनि अगाडि बढाएको छ। यातायात व्यवस्था कार्यालय चन्द्रागिरीमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा 6 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका 6 बस्ने 29 वर्षीय विकास तामाङ, मकवानपुरका 25 वर्षीय सुशील अधिकारी, सर्लाहीका 24 वर्षीय अनिश ठकुरी, मकवानपुरकै 19 वर्षीय छिरिङ लो, धादिङका 27 वर्षीय मनोज तामाङ र गोर्खाका 24 वर्षीय राजीव खत्री छन्। उनीहरूले चन्द्रागिरी गुर्जु धारामा रहेको यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता
अभियन्ता अपिलराज बोहराले बताए। पक्राउ परेका विरुद्ध मंगलबार नै काठमाडौँ जिल्ला अदालतबाट अभद्र व्यवहारको कसुरमा 5 दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। ललितपुर महानगरपालिका 9 बालकुमारीबाट मनोहरा खोलामा हाम फालेका एक युवकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। नुवाकोट घर भई पुनर्जीवन अस्पताल बालकुमारी ललितपुरमा उपचाररत 18 वर्षीय आयुष बडाल बुधबार बिहान करिब 6:40 बजे खोलामा हाम फालेका थिए। नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उद्धार गरिएका उनको अवस्था भने सामान्य छ। मंगलबार 753 स्थानीय तहमध्ये 42वटा स्थानीय तहले आगामी आर्थिक वर्ष 2082-83 को बजेट ल्याएनन्। 711 स्थानीय तहले बजेट निर्धारित समयमा ल्याए पनि धेरैले मन्त्रालयमा प्रविष्ट गरेका छैनन्। स्थानीय तहहरूले ल्याएको बजेट सँगै मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रविष्ट गर्नुपर्ने हुन्छ। मन्त्रालयमा बजेट प्रविष्ट गरेपछि जुनसुकै पालिकाको बजेटको तथ्याङ्कसँगै मामिला मन्त्रालयमा उपलब्ध हुन सक्छ। तर धेरैजसो स्थानीय तहले मन्त्रालयमा बजेट प्रविष्ट गर्ने गरेका छैनन्। बजेट ल्याउने अन्तिम दिन मंगलबार भए तापनि बुधबार मध्याहमा जम्मा 261वटा स्थानीय तहले मात्रै मन्त्रालयमा बजेट प्रविष्ट गरेका छन् भने 753 स्थानीय तहमध्ये मन्त्रालयमा 492वटा स्थानीय तहले बजेट मन्त्रालयमा प्रविष्ट नगरेको पाइएको छ। सँगै मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष 2082-83 को बजेट समेत 52वटा स्थानीय तहले प्रविष्ट गरेका छैनन्। चालु आर्थिक वर्षमा 701वटा पालिकाले मात्रै मन्त्रालयमा बजेट बुझाएका छन्। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारकै ढिलाइकै कारण संघीय प्रहरी विधेयक अगाडि बढ्न नसकेको आरोप लगाएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पाण्डेले गम्भीर भएर लाग्न सरकारसँग आग्रह पनि गरे। सरकारकै कारण विधेयक छिटो अगाडि बढेको छैन, यसलाई गम्भीर रूपमा लियोस्। विधेयकलाई अगाडि बढाउन समितिको सभापतिको पनि ध्यान गएको देखिएको छैन, त्यसमा म ध्यानाकर्षण गराउन चाहन्छु भन्दै उनले भने। उनले नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको विधेयक पनि सँगसँगै छलफलमा ल्याएको भए झन् राम्रो हुने बताएका थिए। साथै प्रस्तावित विधेयकमा प्रदेश र स्थानीय तहका नगर प्रहरी बललाई समेट्ने गरी विधेयक आउनु पर्ने पाण्डेको धारणा थियो। उनले अहिलेको डिजिटलाइज युगलाई सम्बोधन गर्ने गरी विधेयक ल्याउन सुझाव दिए। डिजिटलाइज युगमा सम्बोधन गर्ने गरी विधेयक आउनुपर्छ। प्रदेशले प्रहरी विधेयक बनाइसक्यो तर संघमा अहिलेसम्म अगाडि बढ्न सकेको छैन, कार्यतालिका बनाएर लैजाउँ भन्दै पाण्डेले भने। हस्त दर्शक महानुभावहरू, यससँगै तपाईँहरूमा आजका सबै मुख्य समाचारहरू राखिसकेका छौँ। बिहान 5 बजे र साँझ 5 बजे हाम्रो युट्युब च्यानलमा दैनिकी समाचारहरू हेर्न भने नबिर्सनुहोला। अहिलेलाई भने मलाई बिदा दिनुहोस्। नमस्कार।